गाइज वेलकम टु माई भ्लग। आज चाहिँ होइन म र निशान सिरियस भन्ने मेरो भाइकान्छ चाहिँ भेट भएको छ होइन। धेरै पछि हामी चाहिँ मस्कोतिर छौँ। मस्कोको के ठाउँ भन्छ यसलाई? अनि कस्तो लागिरहेको अनि आजको घुमाइ अनि अब मैले घुमाउन ल्याएको गाइज होइन। अनि अलि थाहा छैन नि त गाउँसँगलाई, त्यही भएर अनि गाइज अब यतातिर हो। अब चिनाउनु पर्ने छ, अलिक सानै छ नि त, उमेर धेरै भएन। अनि भाइ खान्छ अलिक ल्याङ गरिरहेको छ क्या दाइसँग। अनि के छ अङ्कल? अनि त्यस्तो छ गाइज है। अनि देख्नु सक्नुहुन्छ रसियन गाइजहरू अनि होइन एउटा के ठाउँ चाहिँ थाहा भएन होइन। मस्तो सुन्दरतिरै हो। यहाँ चाहिँ रेलवे स्टेसनहरू धेरै रहेछ। पानी परिदिएर फेरि होइन गाइज, अघि भर्खरसम्म त केही भएको थिएन होइन। अहिले त पानी परिदिएर फेरि त्यही क्या बाटो त त्यसै अब औडा भइदिन्छ यो ठाउँ पनि यार होइन। निशान भाइ अनि के छ? अनि निशान भाइ अनि कस्तो भइरहेको रसियाको बसाइ? रसियाको बसाइ कस्तो भइरहेको अनि कस्तो लागिरहेको? बिन्दास छ, जेहोस् पैसा पनि अलिअलि कमाएकै छ केटोले। अनि आउने जाने गर्दा हुन्छ यताउता मस्कोतिर होइन। स्टिल आर्मी हो नि त जे भए पनि। अनि पासपोर्ट पनि हात पार्यो केटोले 2-3 महिनापछि एप्लाई गरेर। सकिँदैन, मैले हेर्दै यस्तै हो गाइज। अब यस्तै छ बसाइ हाम्रो मस्कोतिरको होइन। त्यही त हो विदेशी जिन्दगी भनेको। यही बाटो जान्छ होइन तिम्रो? यता पो हो। पहिला हामीले त्यो यही यो तिमी जाने हो होइन यार। यो त पहिला म जाने हो होइन होला। कन्फ्युज भइरहेको छु अहिले, हेर्नुपर्छ गाइज होइन। यो D2 जानुभएको, D3 र D4 जानुभएको। अस्ति नै हामीले काम गर्नु भएको थियो कि एउटा, त्यहाँ पनि हामी यही मेट्रो चढेर जान्थ्यौँ क्या। के भन्ने इस्त्राक हो कि के भन्ने ठाउँमा पहिला ओजारमा काम गर्थ्यौँ होइन। त्यहाँनिर यही मेट्रो चढेर जान्थ्यौँ। यही बाटो गइरहेको हुन्छ क्या मेट्रो। यहाँनिर आइयो त, ठाउँको नाम चाहिँ थाहा भएन होइन। मस्को चाहिँ मस्को नै आइयो। ठाउँको नाम थाहा नभए पनि हराउन चाहिँ हराइदिएन अब यति भएपछि होइन। हो गाइज अब यसो हाम्रो एउटा ह्यान्डसम होइन नेवार भाइ हो। यसो कोहीलाई मनपर्छ भने सम्पर्क गर्नु होला। केटो सिङ्गलै हो, बिहा गरिदिन पर्ने भइरहेको केटोलाई। चन्चले छ। अन्त बिहा गरिदिएपछि अलिक ठाउँमा आउँछ कि होइन। खान्छ बिहा गरिदियो होला नि त। अब पैसा मात्रै कमाएर नि भएन होइन। बिहा चाहिँ गर्नु पऱ्यो। बिहा गर्नलाई पैसा हालिदिउँला बरु 1 लाख रुपियाँ जति हालिदिउँला। अब धेरै हाल्नु नसकिने होइन बिहा गर्ने बेला। जे भए पनि अब भाइ हो नि त। अनि नेवार भाइ भनेपछि छुट्टै हुन्छ अब अलिकति होइन। त्यो मिलामला नि के छ र अनि होइन गाई। ठिकै छ गाइज। अब यस्तै छ रसियाको बसाइ होइन। फेरि पनि पछि हेर्दै गरौँला गाइज। अहिलेलाई यति नै। मेरो भ्लग कस्तो लाग्छ यसो सल्लाह सुझाव दिनु होला। अनि सब्सक्राइब हानिदिनु होला युट्युबतिर गएर पनि। अहिलेलाई यति नै। बाई गाइज।